पानी साथ नपनी वनमा आउनु भएको ठुलो दुःख नदिने चाहिँ पाउनु भएको दिनसम्म राजा नर भोकै हुनु भएको त्यहाँबाट घुम्दै घुम्दै अघि बढ्नु भएको राजा नर बलजी कुत्तामा भएको मित्रता जो भएको आफ्नै मित्रकै महिषी यस्ता चाल्दै आएको जब देख्न पाएको चित्त डुब्न गएको नौको साथमा गइकन भन्न लाग्नु भएको कति कारणले हरे राम कति कामैले राजा मलाई कति कारणले भनी जब सोध्नु भएको त्यो बेलामा नगतिले भन्न लाग्नु भएको भाइ पुष्करको साथमा मेरो जुवा हुन गएको राज्य हारी सबै मैले सम्भवमा आएको भन्ने वचन नगतिको तिमीले सुन्न पाएको स्वलजीले त्यो बेलामा भन्न लाग्नु भएको नारायण चिन्ता नलिनु दुष्टले छले हजुरको राज्य जित्यो भने म लडाइँ गरेर फर्काइदिन्छु महाराज यस्ता किसिमले वनमा जानु पर्दैन भन्ने वचन जब सुन्नु पाएको हात जोडी नराजीले भन्न लाग्नु भएको कति सुखै मैले जुवा खेली राज्य हारी आएको लडाइँबाट लिनलाई हेर्नु सहयोग जो ताई हुने भएको मेरा हेर्नु तकदिरमा यही देखिन जोगाको यही दुःख गर्छु पुस्तकका साथमा लडाइँ गर्न अयोग्य जो ताई हुने भएको भन्ने वचन बलजीले जब सुन्नु भएको नारायण हरे दुवै हात जोडेर हरे राम दुवै हात जोडेर यसो भने महाराज के दिन हाम्रा घरमा जाउँ भन्ने वचन बलजीको उनले सुन्न पाएको हात जोडी नराजीले भन्न लाग्नु भएको आज म मेरा खुसीले हजुरको साथमा भेट गर्ने थिइनँ तर भेट भयो शोभा दिँदैन केलाई जानुभन्दा ठुलो चिठी ताई गर्नु भएको बडा कठिनले जान्छु ताई भन्नु भएको आफ्नै मित्रले कति महिषी चुलाइ रसमा राख्नु भएको भयो बेग्लै रस कि आफ्नै घरमा गएको नारायण लागे जानलाई हरे राम लागे जानलाई बलजीको घरमा जानु भएको सन्ध्याकाल भएको भान्सामा भोजन पनि ठिका हुन गएको सबैजना भान्सामा भोजन गर्न गएको सन्ध्याकाल भएको रात पर्न गएको
रानीजीलाई थकाइले निन्द्रा नलाग्न गएको राजाजीको मनमा भने ठुलो चिन्ता भएको यस कारणले तिनको मनमा कुरा खेलिरहेको नारायण लागे भन्नालाई हरे राम लागे भन्नालाई लागे भन्नालाई हरे राम लागे भन्नालाई आफ्नो हित मन सीता लागे भन्नालाई हरे आफ्नो हित मन सीता लागे अघि राजगढका कस्तो सुख शयल थियो अहिले मलाई कुन कारण पर्नाले यस्तो थियो यस्तै अनेक चाहिँ सोध्नु भएको मध्यरात भएको कस्तो घर थियो भने उपन्यास इत्यादि चाहिँ गरिरहेको चित्रकारले बनाएको अनेक किसिमका तस्बिर भित्तामा चाहिँ टाँसिरहेको मोतीजुरा इत्यादिको थुप्रो पनि त्यही हेर भएको चित्रकारले